यहाँ सबै नयाँ ब्लगरहरू आएको छ हौ हेलो मेरो चाहिँ कहिले बनाइदिने नि कस्तो हो भन्दा हामी पनि अब सबै ब्लगर हुन्छ रे यहाँ अब बसेर बसेर सबै आमाहरू ब्लगर भइसक्यो हामी मात्रै लाटा भइसक्यो अब सिका मागेको ब्लगर हुने अब फादरले बेसी आमाहरू ब्लगर भयो भनेर कुनै गेटदेखि भित्र खाना पुऱ्याउनु जानु पनि दिँदैन अब म पनि ब्लग बनाउन थाले अब हामी भाइरल हुनु नसके पनि हामीले गर्दा 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 मेरो छोराहरू भाइरल पक्का हुन्छ बा एक्टर हुने हो है पदम मेरो छोरा नातिहरू चाहिँ पक्का भाइरल हुन्छ एक्टर हुन्छ होइन हौ बा पदम तामाङ जस्तै हुने हो पछि लाइक शेयर गर्न मेरो कसले अस्ति भने त प्रिस आमाहरूको चाहिँ मैले एक दुई ताल गरेको छैन मैले शेयर मैले तपाईँको पनि गरेको छुइनँ अनि सुन न कसले लाइक दिँदैन कसले कमेन्ट भयो मलाई उसको जेठानी देउरानी त झन् खालि हेर्छ मात्रै पो त मैले लाइक शेयर गर्छु भाइ म त नि याद आँसुले गर्थ्यो भाउजू बोले आँसुले गर्थ्यो आजकल छोड्यो त्यो पनि हेर्दैन म त बुढीको लाइफ त कत्रो कत्रो देखिन्छ यहाँ लाइक आफूले मात्रै गरेको बाइक कुनैले गर्दिदैन किन हाल्नु लु साथीभाइ हो लाइक कमेन्ट पनि गरिदिनुहोस् है यी आफ्नो आफ्नो भनेर तपाईँको चाहिँ फोन निकाल्नु नि हाम्रो ग्रुपमा सबभन्दा सिधा यहाँ छ ऊ चाहिँ भ्लगर नआउने के हुने म सिकाउँछु नि अन्त हुन्छ अरे यो जाइतै हुँदैन यो फुल चाहिँ लेखमा हुन्छ अरे अब ओ हो आज हामी भाडा किन हुँदैन आउलतिर पनि सबै ठाउँमा हुन्छ